वेस्टर्न कल्चरले चाहिँ के भन्छ भने स्पेसली अमेरिकामा जहाँ डेमोक्रेसी सुरु भयो त्यहाँ चाहिँ के भन्छ भने पब्लिक चाहिँ ऱ्यासनल हुन्छ, उनीहरूलाई सबै कुरा थाहा हुन्छ, उनीहरूले बेस्ट डिसिजन लिन्छन्। लिएनन् भने इनिफिसियन्ट हुन्छ। वान अफ द फ्रेमर्स भनेको जसले चाहिँ नि कन्स्टिट्युसन बनायो नि अमेरिकाको फर्स्ट टाइममा, उसले चाहिँ नि के भनेको थियो अरे भने अब हामीले चाहिँ डेमोक्रेसी चाहिँ स्टार्ट गऱ्यौँ, अब यो चाहिँ अब कसरी जान्छ त्यो चाहिँ मान्छेकै हातमा छ, इट्स अप टु यु हाउ यु वान युज इट भनेर लास्टमा बनाएपछि भनेको थियो अरे क्या। भन्नु खोजेको के भने पब्लिकलाई सबै कुरो थाहा हुन्छ भन्ने सोचेर अथवा पब्लिकले बेस्ट डिसिजन लिन्छ, लिएन पनि उसले कन्सिक्वेन्सेस आफैले लिन्छ भन्ने सिस्टम बनायो होइन। तर कुरो कहाँनिर हुन्छ भने त्यहाँ चाहिँ लिडर्सहरू चाहिने भयो क्या। फेरि पब्लिकले आफै गरेन, लिडर्सहरू चाहियो। लिडर्सहरूले के गर्छन् भने त्यो पब्लिकको सबै सेन्टिमेन्ट्सहरूलाई चाहिँ नि बुझेर अनि त्यसलाई चाहिँ नि रिले गर्छन् क्या। अनि अब त्यो लिडर त्यहाँ इनिफिसियन्सी त्यहीँनिर सुरु भयो क्या। अब उसले बुझ्यो कि बुझेन राम्रोसँगले होइन मान्छेलाई चाहिएको कुरा। अनि लिडर्स बिनाको डेमोक्रेसी हुँदैन क्या फेरि, किनभने लिडर्स नभइकन चाहिँ नि सबैको कमन गोललाई चाहिँ अलाइन गर्न सकिँदैन होइन। अब लिडर हुनु भनेकै अनडेमोक्रेटिक हो क्या फेरि। मेन चाहिँ डेमोक्रेसी भने चाहिँ लिडर बिनाको डेमोक्रेसी, मान्छेले आफ्नो आफै गर्ने हो होइन। तर लिडर हुनु भनेकै अनडेमोक्रेटिक हो कि। जस्तै लिडर हुनु भनेकै एउटा चाहिँ पहिला सिस्टम हुन्थ्यो नि नेपालमा, मुखिया टाइपको मुखियाहरू हुने होइन, लिडरहरू हुने, त्यो भनेकै अनडेमोक्रेटिक भयो कि फेरि। कस्तो यो इनिफिसियन्ट तरिका हो। तर अब अरू कुरा चाहिँ के हो भने अल्टिमेटली चाहिँ नि योभन्दा बेस्ट सिस्टम चाहिँ ह्युमनहरूले आफ्नो फेटको डिसिजन आफै गर्न सक्ने बेस्ट सिस्टम चाहिँ अरू छैन क्या फेरि। गाह्रो छ। फेरि त्यसले हामीलाई ह्याप्पी नै बनाउँछ भन्ने जरुरी छैन क्या, हामीलाई स्याड पनि बनाउन सक्छ। जस्तै अब अरू स्टेटहरूमा चाहिँ नि अब अरू ठाउँमा जस्तै चाइनाले चाहिँ अहिले होइन भनौँ न अब डेजर्टलाई नै चेन्ज गरेर चाहिँ नि पुरै ग्रिन फरेस्टै बनाउन लागिसक्यो होइन। उसले त डेलिभर त गरिरहेछ नि, फास्ट डेलिभर गरिरहेछ। त्यो अमेरिकाले सकेको छैन, फर्स्ट डेमोक्रेटिक कन्ट्री होइन। इनिफिसियन्ट छ क्या सिस्टम। अब कुन चाहिँ बेस्ट हो त, तर के को लागि बेस्ट भन्ने कुरा हो फेरि अहिले होइन। ह्युमनहरू चाहिँ नि अब हामीले हाम्रो फेट आफै डिसाइड